पटक पटक स्क्रिनशट लिनुपर्ने छ भने कीबोर्डको विन्डो की प्रेस गरेर फ्रन्ट स्क्रिन बटनलाई दबाउनुहोस्। एक्जाम्पल मलाई यो तीनवटा स्क्रिनको स्क्रिनशट कन्टिन्यू लिइराख्नु पर्ने छ भने अथवा हामी अनलाइनमा क्लास लिइराख्दा स्क्रिनमा देखेको कुराहरूलाई पटक पटक स्क्रिनशट गर्नुपर्ने छ। त्यस्तो बेलामा विन्डो की प्रेस गरेर फ्रन्ट स्क्रिन बटनलाई क्लिक गरिदिनुहोस्। यो एउटा स्क्रिनशट भयो। यो पेजलाई पनि लिन चाहन्छ सो फेरि विन्डो प्लस फ्रन्ट स्क्रिन बटन, यसलाई पनि लिए विन्डो प्लस स्क्रिनशट बटन। यसरी मैले 6 टाइम कन्टिन्यू स्क्रिनशट लिएको छ। मेरो स्क्रिनशट सेभ भएको हुन्छ। यो सेभ भएको स्क्रिनशट हेर्नको लागि त्यसपछि ओपन गर्नुस् र यसमा गइसके पछाडि पिक्चर्ड भन्ने फोल्डरमा जानुस् र यसमा स्क्रिनशट भन्ने देख्नुहुन्छ। यसलाई ओपन गर्नुस्। यसमा त 6 वटा आइटम यहाँ बसिराखेको छ। यस यो च्याट जीपीटी को साइट देखाइरहेको छ। सेकेन्डमा अर्को स्क्रिन देखाइरहेको छ। यसरी हामी कन्टिन्यू स्क्रिनशट लिनु पर्दा कीबोर्डको विन्डो प्लस प्रिन्ट स्क्रिन बटन दबाउनु पर्ने हुन्छ। त्यस्तै गरेर कुनै बेला पटक पटक कपी पेस्ट गरिराख्नु पर्ने छ भने त्यस्तो बेलामा माइक्रोसफ्ट वर्ड खोलेर त्यसको क्लिपबोर्ड खोल्नुभयो भने त्यसमा हामी कन्टिन्यू 24 टाइम्स कपी गरेको इन्फर्मेसनलाई स्टोर गर्न सक्छौं र त्यसलाई पेस्ट गर्न सक्छौं। जस्तो हो यसमा मैले कीबोर्डको बारेमा रिसर्च गरेको थिएँ र केही इम्पोर्टेन्ट कपी गरेर पेस्ट गर्नुपर्ने छ भने फर्स्टमा म माइक्रोसफ्ट वर्ड खोल्छु। त्यसको लागि विन्डो प्लस आर गरे, विन वर्ड लेखेर इन्टर गर्दै र ब्ल्याङ्क डकुमेन्टमा क्लिक गरे। अब यसमा मलाई सर्च गरेको केही इम्पोर्टेन्ट टेक्स्टहरूलाई कपी गर्नुपर्ने छ कन्टिन्यू। माइक्रोसफ्ट वर्डमा यो होम मेनुको यो क्लिपबोर्ड देखिरहेको छ। यो क्लिपबोर्डको राइट साइडमा एउटा सानो एरो देखिरहेको छ। यसलाई क्लिक गर्नुहोस्। यसमा यो क्लोज भइराखेको छ भने यसमा 1 टाइम मात्रै कपी हुन्छ भने यो क्लिपबोर्ड खोल्यो भने चाहिँ हामी यसमा 24 टाइम्स कन्टिन्यू कपी गरेको इन्फर्मेसन यसमा स्टोर गर्न सक्छौं। मैले क्लिपबोर्ड खोलेको छु र यस पछाडि म दिन लागिरहेको छ भने मैले यसलाई सेलेक्ट गरे, कन्ट्रोल सी कपी हुन्छ। यसमा देखाइरहेको छ 1 टाइम्स कपी भयो भन्दाखेरि छ। त्यस्तै गरेर फेरि स्क्रल गर्दै गए, यसलाई पनि सेलेक्ट गरे र कन्ट्रोल सी कपी भइराखेको छ र क्लोज गर्दै यसमा यसरी साइडमा देखाइरहेको हुन्छ। यसलाई पेस्ट गर्नको लागि एकैचोटी पेस्ट पनि गर्न सक्नुहुन्छ, 1 बाइ 1 पनि पेस्ट गर्नु। हामी एकैचोटी पेस्ट गर्ने हो भने यो पेस्ट अल बटनमा क्लिक गरिदिनुहोस्। तीनैवटा टेक्स्ट कपी पेस्ट भइराखेको छ। यसलाई म यसलाई सेलेक्ट गरेर डिलिट गर्दै 1 बाइ 1 क्लिक गरिदिनुहोस्। यो फर्स्ट भयो, यो सेकेन्ड भयो, यो थर्ड भयो। यसरी हाम्रो म्यासेजलाई एकैचोटी पेस्ट गर्न नि सक्छ भने हामी यसलाई 1 बाइ 1 गरेर पेस्ट पनि गर्न सक्छौं।